राख्ने हो र माया गरेर उसलाई उसले छाडेर जान्छ यस्तै थियो नि एउटा के अरे त्यो फेसबुकमा पनि पोस्ट हाल्थ्यो क्या हामीले त्यो आफैले हाले तपाईँले भन्नु नि त नि बिर्से नि त अहिलेको कुरो हो र नेपालको कुरो हो नेपाल एकजुगवाला भइसक्यो कहाँ भयो एकजु टाइपको भने नि त्यही भने म भनेपछि मुनि कल्ती आइएको हुन्छ मेरो त उयो हुने हो नि कल्ती यो उयो हुन्छ भाइ के हुन्छ रिलिजियस सेन्टिमेन्ट हट हुन्छ क्या ए कसको यसमा के छ र त्यस्तो हर्ट हुने केही चाहिँदैन नि अब त्यस्तो भनेर मबाट कल्ती उयो हुन्छ भने बुझिहाल्छ नि झन् पूजा गर्नुपर्ने हो त मुखा मान्छ त नि त्यसले मलाई त होइन त्यस्तो भनेपछि त हो कि भनेर पत्याउन पनि सक्छ नि त के भनेर भोलि हामीलाई भाइरल नभए क्यान्सल गरिदिन्छ होइन गिम्बल किनेको इन्भेस्टमेन्ट आउँदैन होइन क्या मैले भन्न खोजेको त्यो अब तपाईँले यस्तो भन्यो अरे होइन महाराज जसरी बनेर अनि तपाईँको फलोवर बढ्न पनि सक्छ नि त तपाईँ त्यो बाबा टाइपको बन्द भन्नु नै छैन नि त पैसा लटअफ हुन्छ नि अङ्ग्रेजी ब्लगमा लटअफ रे क्या फेरि लट होइन लट अफ मनी रे के हुँदो रहेछ मलाई कुकुरको काटिदिन्छ नि किन भाग्छ भनेर घरबाट पुछेर काटेपछि कुकुर फर्केर आउँछ ए त्यस्तो हुन्छ अन्धविश्वास बाबा भन्ने अक्षर त छ स्कुल त छ है चल्यो भने त म ऊ गर्छु पैसा मिलाउन बस्छु साइडमा हो भन्नु लाग्यो केही कसैले केही सोध्यो भने अब त्यो के एन्सर दिन सकेन भने कि बाबा कि जय बाबा कि त्यो उ गर्नु पऱ्यो डाइभर्ट गर्नु पऱ्यो नि कुरा इमेजिन गरिरहेको कुन कुन कलर लाउने पहेँलो अभियसली पहेँलो होइन चोइस हुन्छ त्यसमा नि आजकल त ए हो सुट लाउने पनि त्यसो भयो सुट लाउने खाले नि छैन के अरे येसुके राम्रो येसुकेवालाले सुट लाउँछ त्यो नि जे पनि पत्याइदिने कि त नेपालीले त्यो ऊ अझै हिँड्दा नि त्यो बुक पढ्छ नि ए अँ या के अरे नाम त्यसको विजय साई विजय साई हो अझै हिँड्दा त्यो खै के गर्छु भन्दै चालानले कमायो त्यसले गर्दा जे गरे त्यसलाई आउँछ नि त एडिट त्यसको गिम्बलले चाहिँदैन ए विजय साई त ऊ त नासाले बोलाउँदा त नगएको कस्तो एटिट्युड होला त नाचेको बुझ्नु सोच्छ आउँदैन तर त्यो हो कि होइन बोल्नेको चामल होइन भन्ने आएन बोल्ने आएन नि त के अरे के त्यो होइन कि यस्तै चाहिँ बोल्नेको के बिग्छ कसको के बिग्छ जसले बिगाउँछ के भन्ने मोबाइलले ल्याएन हेर्न मोबाइल आइज त मेरो हातमा अर्को मोबाइल इन्ट त गर्नु पऱ्यो नि त फेरि नगर्ने के यो पोडकास्ट टाइपको भएर कता छिरेर आएको नि खै त नि आएको अर्को बाटो चाहिँ भएन नि खै बाटो त यही एउटा सिधा छ सबै बाटो छिरेर बाटो कहाँ सबै सिधा हुन्छ त नि हिँड्नेमा फरक पर्छ बाटो सिधै हो नि कहाँको बाटो पाउनु छ अन्त त्यो उताको के त्यो के भन्छ काठमाडौँ माथि पुग्ने बेलामा कहाँको यहाँको कुरो गरिरहेको छु ए यहाँ नि छ होला नि काहीँ न काहीँ त होइन घुमौरो हुन्छ बाङ्गो हुँदैन क्या रुख घुमौरो बाटै छैन र
त्यही त घुमुरो र बाङ्गोमा फरक छ नि त बाङ्गो भने कस्तो टाइपको बाङ्गो त नि यो पनि हो इन्क्लाइन डिक्लाइन क्रस हाइब्रिडवाला बाङ्गो त्यस्तो खाले हुन्न नि त जस्तै मेन बाटो भयो त्यस्तो हुन्छ त सिटीतिर छ त गल्लीहरू कहाँ थियो बल्ली जुन बाटो त हो नि बल्ली र बाटोमा फरक छ कि एउटै एउटै हो कि एउटै हो तर एउटै होइन नि त त्यो त्यो अँ। ऊ रिसाए तपाईँको रहेछ नि पुलिस लान्छ नि कहाँ अगाडि साइडमा थियो अगाडि त यहाँ बाटो छ नि मेरो पर्सपेक्टिभमा त म बाङ्गो बाङ्गै हुँदैन भनेर बाटो म अघि मैले भने त हिँड्ने मान्छेको फरक पर्छ भनेर हिँड्ने मान्छे त लडिहाल्छ नि तर लडेपछि उठ्छ नि त फेरि लड त ए कता रे अब यहाँ हिँड्नु र घर त्यही त सोधेको यताबाट एक राउन्ड हान्नु होइन जाम तर आउँदाखेरि हाइवे पर्छ के भन्दै लाइसेन्स छैन हाम्रो पनि लाइसेन्स छैन लाइसेन्स भने के रहेछ अरे त्यो कसलाई थर्काएको अरे त्यो मान्छेले त्यही सेक्युरिटीलाई सेक्युरिटीको बाटो एउटा होइन दुइटा छुट्टा छुट्टै मान्छे झगडा परे जस्तो लाग्थ्यो होइन मान्छेसँग हडा भन्नाले त्यो के दुइटा कस्टमर के होइन त्यो सबै एउटा थियो अनि त्यो निकाल्यो हो अनि त्यो बाहिर गफ गरे जस्तो लाग्छ क्या खै के मेरो अब त्यति बेला के थियो कि लाइसेन्स छ कि लाइसेन्स छ भरे त के रहेछ अरे आरसी भन्ने अब मैले गलत बोल्दै जस्तो लाग्यो नबोलेको मेरो दिमागमा चाहिँ के आइरहेको थियो त्यो आरएसएल आइरहेको थियो कि आरएसएल त खाने ठाउँ नि त्यहाँ त्यही त त्यो पपसँग रिलेटेड भयो नि त हिजो दाइले मुझे माया माऱ्यो भन्थ्यो आरएसएल आरएसएल चम्क्यो नि दाइले सपना नदेखा त कति भइसक्यो तिमीलाई याद नभए हरेक दिन देख्छ ल देख्यो भने त याद भइहाल्छ नि एकछिन त याद हुन्छ कि दाइ हुँदैन भाइ सो यु क्यान फोन मोबाइलै छैन क्या सर्च गर्न कुन थियो रियल थ्योरी होइन रियल हो सिङ्गर फ्रडको के हो क्या के नि के त्यस्तै हेभी वर्ड भन्छ पत्तै हाल्छ सिङ्गर फ्रड भनेको के पनि थाहा भएन तिमीलाई के को कुरो गरेर स्पेलिङै थाहा छैन पहिला मान्छेको नाम म त बुक मेसिन के आएको थियो कि त अब त्यो सब कुरा थाहा भयो मान्छे भन्ने थाहा नभए वर्ड हो त्यसको स्पेलिङ थाहा छैन मिनिङ थाहा छैन हमको भ्यू देखाइदिनु घर देखाइदिने दामी घर यही गरौँ बस्छ